गाइस वेलकम टु माई न्यू अनदर ब्लगमा तपाईलाई स्वागत छ। ल हामी अहिले छु राजकोटको न्यू रेसकोर्समा छौँ र यहाँको सुविधा सेवा के छ हैन हामी भनौँ तपाईलाई एक्सप्लेन गर्नेछु। लेट्स गो नाउ। बन्द गर्दियो गरे हैन ल ल हामी चाहिँ अब यस्तो सबै केटाहरु हाम्रो सबै फ्यामिली नै यसरी आइसकेका छन्। ट्याक्कै सब फ्यामिलीहरु आइसकेका छन्। हाम्रो देख्न सक्नुहुन्छ रंगिलो राजकोट लेखेको यहाँ बोर्डहरु यस्तो भित्र पानीको यस्तो सुविधाहरु छ। और ब्युटीहरु यहाँ फोटो खिच्न लाग्छन्। हाम्रो यो चाहिँ दिदीहरु अनि बुढीहरु हाम्रो भान्जीहरु सबै छन् हैन योमा। अब यस्तो छ भित्रको सिनहरु। छोराछोरी यता रुन लाग्छन्। के भयो ओ नान हाम्रो भान्जीहरु यता छन्। हाम्रो मम्मी अब कस्तो लागिरहेछ? राम्रो लाग्यो। वातावरण कस्तो लाग्यो तिमीलाई? राम्रो छ। ल हामी भिडियो बनाउने टोली यतातिर छ हैन। हाम्रो भान्जा सर यहाँ हुनुहुन्छ। भान्जा कस्तो लागिरहेको तिमीलाई? एकदमै राम्रो मामा, एकदम राम्रो छ नि। आज चाहिँ पुरा घुम्ने हैन भित्र के सेवा सुविधा रहेछ र हामी पुरा एक्सप्लेन गर्नेछौँ। अनि तपाईहरु अन्तिमसम्म साथ दिनु होला, सपोर्ट गर्नु होला, मिठो कमेन्ट गरिदिनु होला हैन। ल हामी पुरा घुम्नेछौँ। तलतिर यस्तो तालहरु छ। तपाईँ पनि घुम्न चाहनुहुन्छ भनेपछि राजकोट एकचोटि अवश्य भिजिट गर्नु होला। न्यू रेसकोर्समा एकदम राम्रो भएको छ र तपाईँ पनि घुम्ने मन छ भनेपछि एकचोटि अवश्य आउनु होला। राजकोट कुनै ठाउँबाट भयो भने एकचोटि आएर यहाँ एक्सप्लेन गर्न सक्नुहुन्छ हैन। बाँकी यतातिर यस्तो छ। यहाँ स्टुलहरु पनि लागिरहेका छन् र पानी यस्तो देख्न सक्नुहुन्छ। यतापट्टि यता बोर्डहरु साइन छ। यहाँ अगाडि चाहिँ यो नदी ताल जस्तो छ। यहाँ अगाडि नदी ताल यसमा चाहिँ नाउहरू लगेर चाहिँ घुम्ने वातावरण मिलाइएको छ र त्यहाँ चाहिँ पिङहरू छ। तपाईलाई जुम गरेर देखाउँछु। यस्तो सुविधा छ हाम्रो हैन। हाम्रो S21 अल्ट्राबाट चाहिँ धेरै जुम हुन्छ हैन। यस्तो सुविधाहरू छ। अब यहाँदेखि चाहिँ पछाडि यस्तो देखिन्छ भ्यू। तपाईलाई अगाडि कस्तो पछाडिदेखि यस्तो भ्यू देखिन्छ हैन। एकदम रमाइलो भइरहेछ। लाइटहरू ल पछाडि यस्तो छ हैन ठाउँहरू एकदम। अब यतातिर भिडियो हाम्रो अर्जुनलाई कस्तो लाग्यो? हाम्रो भदै हैन कस्तो लाग्यो? राजकोट हाम्रो आज चाहिँ हाम्रो भदै चाहिँ नेपालदेखि न्यू आउनु भयो। अब राजकोट चाहिँ देखाइदिने घुमाइदिने ल्याओ। कस्तो लाग्यो तिमीलाई? राजकोट एक्सपिरियन्स कस्तो लाग्यो? एकदम राम्रो लाग्यो। अनि अब एकदम रमाइलो यता घुम्नुपर्छ है। सबै चिज हेर्नुपर्छ जाम। अब हाम्रो यतातिर घुम्ने प्रक्रिया भइरहेछ। अब हाम्रो बुढीले पनि भिडियो बनाउने भनिरहेछ। के भन्नु छ? कस्तो लाग्यो राजकोटको? ठिक छ। चिसो भएको छ के होइन? चिसो भयो जस्तो छ मेरो बुढीलाई चाहिँ। अब भइसक्यो। हामी एकछिन तल फेवातालहरू दर्शक देखाइदिन्छ होइन। आऊ यता आउनु त ल कता मेरो भान्जा पनि आएर रहेछ पछाडि यार। भान्जा केही भन्नु छ? नाइ केही त भन्देऊ यार। आई लभ यु है भन्देऊ। ल यतादेखि बनाउने हो रोका एकछिन बेती बलक हुन्थ्यो। ल यहाँदेखि आऊ यता पहिले भिडियो बनाऊ। भिडियो अरूको बनाउला के हाम्रो हिरोको लागि पनि अलग सुट गर्नेछौँ। यस्तो सिक्युरिटीको व्यवस्था पनि रहेको छ। अब यहाँदेखि कस्तो भ्यू देखिन्छ है? यतादेखि आइजाउँ। यतादेखि भ्यूहरू देखाइदिउँ कस्तो देखिन्छ। यहाँदेखि चट्टो लगाएर ओहो एकदम बवाल देखिन्छ हैन। यहाँदेखि यस्तो देखिन्छ। ओहो यहाँदेखि ल बवाल देखिया छ नि एकदम हैन। बादल पनि एकदम राम्रो मौसम गरिरहेछ। त्यो पिङ पनि खतरनाक देखिएको छ। यही छ हैन गाइस। अब अरू बाँकी भिडियो हेर्न चाहनुहुन्छ च्यानललाई सब्स्क्राइब गर्नु, लाइक गर्नु, मिठो कमेन्ट गरिदिनु होला। अरू भिडियो चाहिँ हाम्रो नेक्स्ट भिडियो हाम्रो अर्जुनसँग आइरहन्छ है। थ्याङ्क यू गाइस, बाइ बाइ।